नमस्ते, म आदर्श नेपाल परिवार कल्याणदेखि संस्थापक हेमराज सुब्बाले। विशेष हाम्रो डिस्चार्ज हुँदै हुनुहुन्छ हाम्रो दाइ होइन, 6 महिनाको ट्रिटमेन्ट खाएर उहाँको अनुभव के कस्तो भयो होइन, उहाँहरू अलिकति छोटो सेयर गर्नुहुन्छ होइन। फेरि उहाँसँग उहाँको मम्मीले पनि आफ्नो हिजोको दिनमा कस्तो भएको थियो, मेरो कस्तो थियो छोरा होइन, त्यो कुराहरू भन्नुहुन्छ होइन। म एकदमै लास्टै पहिला नसामा एकदम डुबिसकेको थिएँ, दुर्व्यसनमा म त्यतिखेर मैले नसा नभएसम्म मैले खान पनि सक्ने थिएन, एक ठाउँमा म उम्रिन पनि सक्थेन, किनकि मलाई नसाले नै मलाई चलाइरहेको थियो। अनि त्यतिखेर कस्तो हुन्थ्यो भनेपछि मैले खाना भनेपछि पटक्कै मेरो पेटभित्रै नजाने कि अगर मलाई खानु छ त फेरि त्यो अल्कोहल सेवन गर्नुपर्ने, नसा नै चाहिने त्यो मैले नसा सेवन गर्दैन भने मैले खान सक्थेन। यस्तो त हुन्थ्यो, कमजोर भएर भात नखाएर खाना नखाएर कमजोर भएर यस्तो हुन्थ्यो कि उमेको ठाउँमा नै चक्कर लागेर आउने महसुस एकदम पुरै, कहिलेकाहीँ त चक्कर लागेर पनि ढल्ने गर्थेँ मलाई। अनि एकचोटि मेरो मम्मीले पनि मलाई हस्पिटल लग्नुभयो। हस्पिटल लगेर उहाँ हस्पिटल गएर पनि कमसेकम 12-15 हजार रुपियाँ जति खर्च गर्नुभयो। र फेरि पनि मैले के गर्थेँ भनेपछि उहाँ गइसकेपछि त्यो औषधि पनि मैले खाइदिनु लागेन कि। अनि औषधि गरेर आउँदा पनि औषधि खाइदिनु लागेन, फेरि मैले अल्कोहल सेवन गर्न लागेँ। अब मेरो परिवारले मेरो मम्मी बुवा हुनुहुन्छ, उहाँहरूले मलाई हालिदिनु भयो, किनकि छोरा बाँच्ला भनेर यस संस्थामा पुर्याउनु भयो। म यस संस्थाप्रति म धेरै आभारी छु। अनि यस संस्थाभित्रमा आउँदाखेरि म धेरै खुसी पनि छु, किनकि मैले जुन कुरा बाहिर कुरा बुझ्न सकेको थिएन त्यो कुरा मैले यहाँ आउँदाखेरि केही कुराहरू बुझेँ। मैले थाहा पाएँ कि नसा भनेको के हो, नसाले हामीलाई के गर्ने रहेछ त, हामीलाई कहाँसम्म पुर्याउने रहेछ, कस्तो नजरसम्म मान्छेहरू दुनियाँले हामीलाई हेर्नु पुग्ने रहेछन्, हामी कुन बाटोमा हिँड्नु पर्ने रहेछ भन्ने कुराहरू हामीलाई धेरै ज्ञान दियो संस्थाले। म एकदमै खुसी छु।